भुन्टीले घर छोड्नुभयो। टोकले र भूपेन्द्रको दाइले चारैतिर खोज्नुभयो। सहरको कुना काप्चा चारैतिर खोज्नुभयो तर भेट्टाउन सकेनन्। भुन्टी दुबई गएको र म्याडमलाई भेटेको देखाएको छ, तर अन्तमा त्यो त म्याडमले देखेको सपना पो रहेछ। भुन्टीलाई के नभयो भन्ठानेर अब चाँडै नै नेपाल आएर भुन्टीलाई भेट्न चाहनुहुन्छ। के म्याडम र भुन्टीको भेट हुन्छ होला? कमेन्ट गर्नु है। यता भुन्टी गाउँ गएको र आमा बुबालाई अन्तिम पटक भेटेर भिरबाट हाम फालेर मरेको देखाएको छ, तर त्यो पनि भुन्टीको आमाले देखेको सपना पो रहेछ। आखिर यो सबै होइन भने भुन्टी कहाँ जानुभयो त? के गर्दै हुनुहुन्छ? मलाई लाग्छ अब आउने भागमा भुन्टी न माइत जानुहुन्छ न विदेश जानुहुन्छ। मलाई लाग्छ उहाँ अब आफै नै केही काम खोजेर छुट्टै बस्नुहुन्छ होला, या सुकुमायाको इन्ट्री पनि हुनसक्छ र भुन्टीलाई आफूसँगै लान पनि सक्नुहुन्छ होला। टोकले र भूपेन्द्रको दाइले भुन्टीलाई भेटाउनुहुन्छ कि भेटाउनुहुन्न? भूपेन्द्रको बहिनीलाई घरमा एकदमै दुर्व्यवहार गरिएको छ, उहाँलाई राम्रो व्यवहार गरिएको छैन भन्ने कुरा भूपेन्द्रले थाहा पाउनुहुन्छ कि पाउनुहुन्न? यदि थाहा पाउनुभयो भने के गर्नुहुन्छ होला?